हेलो साथीहरू, सबैजनालाई नमस्कार। अनि सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गरेकी छु। म पनि सन्चै छु। मैले नुहाएर पूजाआजा गरेँ। त्यसपछि चाहिँ आज चाहिँ मलाई भेट्न बाबा आउँदैछन्। त्यही भएर मैले रोटी पकाउँदैछु। हाम्रो गाउँघरको चलन चाहिँ चैतको महिना भेट्ने चलन छ। त्यही भएर बाबा आउँदैछन्। मैले दुधमा पकाएँ रोटी, किनभने पानीमा पकाएको खाँदैनन्, मन्दिरमा पूजा लगाउँछन्। त्यही भएर मैले दुधमा आँटो मुछेर मैले रोटी बनाएँ। त्यसपछि चाहिँ मासु पनि ल्याएको थियो, फेरि मैले मासु पकाउने तयारी गरेँ। मैले प्याज अनि टमाटर खुर्सानी काटेँ। त्यसपछि मैले कराही राखेर तेल हालेँ। फेरि मैले प्याज अनि खुर्सानी टमाटर सबैलाई हालेर मैले भुटेँ। त्यसपछि मैले मासु पकाएँ। फेरि खाना पाकिसकेको थियो। फेरि चाहिँ मेरो बाबा आउनुभयो। मलाई कति खुसी लाग्यो। त्यसपछि बाबाले मेरो लागि मिठाई लिएर आए। त्यसपछि बाबालाई मैले खाना खुवाएँ। खाना खुवाइसकेपछि बाबा फेरि घरमा जानुभयो।